मेरो लागि चाहिँ प्रेम भनेको एउटा फ्रेन्डसिप हो है। सुरुमा जुन पनि रिलेसनसिप एउटा फ्रेन्डसिपले गर्दा स्टार्ट हुन्छ, चाहे लाइक रिलेसनसिप बोयफ्रेन्ड गर्लफ्रेन्डको होस्, चाहे दिदीभाइको होस्, जुन पनि फ्रेन्डसिपले गर्दा स्टार्ट हुन्छ। रिलेसनसिपमा मिसअन्डरस्ट्यान्डिङ, कम्प्याटेबिलिटी छैन भने त रिलेसनसिपको केही कामै छैन। अब अहिलेको जेनेरेसनमा हेर्नुहुन्छ भन्दाखेरि आउने, बोल्ने, जाने हुन्छ, तर त्यसलाई प्रेम भन्दैन क्या। असल प्रेम त लाइक मान्छेले नदेखी, नभेटी पनि असल प्रेम हुन्छ नि त। लाइक भेट्नुपर्ने, च्याटिङ गर्नुपर्ने, भिडियो च्याटिङ गर्नुपर्ने त्यो होइन क्या। त्यो सबै पनि एउटा सिर्फ एट्र्याक्सन मात्रै भन्छु म चाहिँ। प्रेम चाहिँ मेरो लागि लाइक एकदमै महत्त्वपूर्ण नै कुरा हो भन्छु म है। मेरो लागि प्रेम भनेको मसँग कोही होस् जो सधैँभरिको लागि होस्, मसँग चाहे दुःख होस्, चाहे सुख होस्, जहिले पनि त्यही मान्छे रहिरहोस्। त्यो टाइमअनुसार मान्छे चेन्ज पनि नहोस् है। अप एन्ड डाउन्स हुन्छ लाइफमा, तर पनि त्यसलाई पनि वर्क टुगेदर गर्न सकिन्छ नि त। त्यसलाई चाहिँ वर्क टुगेदर गरेर एउटा लाइक फ्यामिली क्रिएट गर्नुलाई चाहिँ म चाहिँ प्रेम भन्छु। अब अहिलेको वर्ल्डमा लाइक जेनजीहरूले भन्नुहुन्छ कि लाइक मिटअप, हुकअप एन्ड एभ्रिथिङ, त्यो प्रेम होइन, त्यो सब एट्र्याक्सन हो। कुल बन्नको लागि मान्छेहरूले जे पनि गर्छ आजकल है। अब त्यसको लागि म अरू कसैलाई मिसक्यारेक्टराइज गर्न पनि सक्दिनँ। सो आफआफ्नो हो, तर मेरो लागि चाहिँ प्रेम भनेको लाइक असल हुनुपर्छ कि लाइक नर्मल लाइफ होस्, लाइक उसको लाइफमा म हुँ, मेरो लाइफमा ऊ होस्, त्यति भए पुगिहाल्छ नि। अहिले के नै चाहिन्छ र। सुख दुःखमा साथ होस्, त्यही हो प्रेम भनेको मेरो लागि।